आधाभन्दा धेरै जस्तो छन्द कविताहरू थिए, शास्त्रीय छन्दका कविताहरू थिए र बाँकी मुक्त छन्दका कविताहरू, छन्दका मर्मज्ञ, छन्दका एकदमै विशिष्ट कविहरू प्रभावट राई, चन्द्र प्रसाद नेउपाने उहाँहरू हुनुहुन्थ्यो। अब पनि एउटा साहित्य कविताको विद्यार्थी भनौँ, यो सान्तवनाबाट फर्स्ट सेकेन्ड थर्ड, प्रथम द्वितीय तृतीय र 2 जना सान्तवना हुनुभएको छ। म त्यो सान्तवनाबाट म यहाँलाई सुनाउँछु। 5औं स्थान सान्तवना नभएर त्यो पनि तृतीय नै होला सर। तृतीय नै हो। ए हजुर अच्छा सेकेन्ड थर्ड नै हो कुरा। अच्छा त्यो अर्डरमा मात्रै रहेछ। तल तृतीय, त्यसो भए 2वटा सेकेन्ड थर्ड र अच्छा 3वटा चाहिँ तृतीय। हजुर हजुर ल ठिक छ। 3 जना चाहिँ तृतीय, यो तृतीय पर्छ एउटा पर्छ ल मा 3वटा सेकेन्डमा पर्छ मध्येको एउटा तृतीय कविताको शीर्षक चाहिँ नै रहेको छ नदीको यात्रा। त्यो अघिले भन्दा त्यही लाग्थ्यो सेकेन्डले। र कवि हुनुहुन्छ सुभाष सजल, उहाँ हेटौडा मकवानपुर का कवि हुनुहुन्छ, उहाँलाई बधाई छ। र त्यस्तै अर्को तृतीय स्थानमै आउनुभएको कवि हुनुहुन्छ, उहाँको कविताको शीर्षक छ अग्लो शैल समान यस अझै साहित्यको फाँटोमा। यो शास्त्रीय छन्द कविता र यसको कवि हुनुहुन्छ नदी भट्टराई। उहाँ चाहिँ सूर्योदय नगरपालिका फिक्कल इलामबाट बिलङ गर्नुभएको रहेछ, उहाँलाई पनि बधाई छ। रविनजी ताली लाउनुहोस् न तपाईँले। अनि त्यसपछि अर्को तृतीय कवि हुनुभएको कवि हुनुहुन्छ र उहाँको कविताको शीर्षक छ परदेशबाट फर्किने बेला। कवि हुनुहुन्छ सिन्धु पौडेल, उहाँ भरतपुर चितौनबाट उहाँ चाहिँ नि बिलङ गर्नुहुँदो रहेछ, उहाँलाई पनि बधाई छ। त्यसै गरेर द्वितीय स्थान दोस्रो स्थान प्राप्त गर्नुभएको छ। कविताको शीर्षक छ आतताई आकाश र कवि हुनुहुन्छ जमुना भट्टराई र उहाँ क्यालिफोर्निया अमेरिका हुनुहुँदो रहेछ, उहाँलाई पनि बधाई छ। यस र अब जाउँ प्रथम हुनुभएको कविज्यूको कविताको शीर्षक रहेको छ स्कुल जानु छ र कवि हुनुहुन्छ मधुर भट्टराई, विराटनगर, उहाँलाई पनि एकदम धेरै बधाई छ। र सहभागी सबै छनौटमा पर्नुभएका 25 जना कविहरूलाई नै हार्दिक बधाई चाहिँ नि भन्दै अन्य सबै आदरणीय पदाधिकारीज्यूहरूप्रति हामी चाहिँ नि निर्णायकको तर्फबाट यो जिम्मेवारी दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दै र सम्पूर्ण कविहरूलाई फेरि पनि बधाई दिँदै राष्ट्रकवि ज्यूप्रति फेरि श्रद्धासुमन अर्पण गर्दै यहाँहरूसँग बिदा माग्छु। नमस्ते। मबाट बोल्ने क्रममा केही तलमाथि त्रुटिहरू भएका हुन सक्छन्, यहाँहरू सबैले मलाई अनुरोध सम्झेर माफी दिनुहुनेछ भन्ने विश्वास गर्दै जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हाँसी खुसी र स्वस्थ व्यस्त रहनुहोला। यहाँले यति मिठोसँग चलाउनु भयो। यहाँले सुरु गर्दै नै म बहुत प्रभावित भएको थिएँ। यसरी नै आजका प्रमुख अतिथि डाक्टर देवी पन्थीज्यू, कवि साहित्यकार, विशिष्ट अतिथि ज्योति पौडेलज्यू, माधव घिमिरेकी सुपुत्री हुनुहुन्छ दिदी, अनि यसरी नै मेघनाथ सुवेदीज्यू, पूर्वी सुवेदीज्यू, संस्थापक निर्णायकज्यूहरू, अनि
बोर्ड अफ ट्रस्टीका बिओटी सभापति पदम विश्वकर्माज्यू र यसरी नै वरिष्ठ कविज्यूहरू हाम्रा 3 जना उहाँहरू अहिलेको विशिष्ट जज पनि हुनुहुन्छ, श्रवण मुकारुङज्यू, चन्द्रप्रसाद नेउपानेज्यू, प्रभा भट्टराईज्यू र पूर्व अध्यक्षज्यू मोहन सिटौलाज्यू, गीता खत्रीज्यू, गोवर्धन पूजाज्यू, केन्द्रीय र उहाँहरू लगायतका सम्पूर्णलाई यहीँबाट सम्झिन चाहन्छु र संस्थापकज्यूहरू सबैलाई सम्झिन चाहन्छु। केन्द्रीय कार्य समितिका सम्पूर्ण साथीहरू, बिओटीका सम्पूर्ण व्यक्तित्वहरू अनि साहित्यकारज्यूहरू र यसरी नै कविज्यूहरू र हामीलाई हाम्रो यो कार्यक्रममा यति धेरैले भाग लिएर सहभागी हुनुभयो, उहाँहरू सबैलाई सम्पूर्णलाई र जतिले हामीलाई हेर्नुभयो अनि जो उहाँहरू सबैलाई प्रति म आभार हुन चाहन्छु, धेरै धेरै धन्यवाद भन्न चाहन्छु र तपाईहरु सबैको माया ममताले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आज यसरी माधव घिमिरेको यो चौथो पटक हो। यो चौथो पटक हामी यो कार्यक्रममा आएर उभिन सकेका छौं। प्रकाश पौडेलदेखि सुरु भएको यो कार्यक्रम हामीले 2 पटक गरौँ, प्रथम पटक त्यहाँ र अहिले समेत गर्दा 4 चोटि चौथो भयो र हामी यसलाई लगातार लिएर जाने छौं। यसरी नै अरु पनि कविताहरू अरु महोत्सवहरू हामी गर्दै जाने छौं यो कार्य समितिले र हामी हामी यी सबै तपाईहरुले दिनुभएको सम्पूर्ण कवितालाई एउटा पुस्तकको रूपमा समेट्ने प्रयत्न गर्ने छौं। त्यो पनि हाम्रो छलफल भइरहेको छ। तपाईहरुको यो कुनै रहने छैन र 25 जनालाई प्रमाणपत्र हामी दिने छौं र तपाईहरु प्रथम दोस्रो र तृतीय हुनुभएका व्यक्तित्वहरू सम्पूर्ण हामीले हेर्दा कुनै पनि कमी थिएन र यसको अर्थ नसोच्नुस् कि हामी भएनौं भन्ने र तपाईहरु त्यो भन्दा पनि उच्च हुनुहुन्छ र सधैँ यसमा भाग लिइरहँ। आज नहुने भोलि हुनुहुन्छ र सम्पूर्णको लागि कसको कहाँ दृष्टि लागेको हुन्छ र कोही सँगसँगै हुँदाखेरिको त्यहाँ प्रथम उ भएको हुनुहुन्छ। त्यसो भएर यो सम्पूर्ण यहाँ यो 25 जनै पुरै विजेता जस्तो तपाईहरु हुनुहुन्छ र प्रमाणपत्र पनि दिनेछौं र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यो कार्यक्रममा तपाईहरु आएर यसरी सबैलाई चाहिँ यो हौसला दिएर हामीलाई यसरी चाहिँ तपाईहरु आइदिनु भयो र सम्पूर्णले यो कविता चाहिँ यो उसको छनौट समितिमा अथवा यसलाई हामीले यो लिनका लागि यसको संयोजन गरिदिएर वरिष्ठ उपाध्यक्षज्यू लाल गोपाल सुवेदी अनि यसरी नै उपाध्यक्ष सुधिभद्र खनाल, उपाध्यक्ष गणेश खड्गाज्यू अनि सदस्य पुष्पा खनालज्यू अनि यसरी महासचिवको राजु सिटौलाज्यू अनि यो कार्यक्रमलाई यसरी चलाएर रविनजीले यहाँसम्म यति धेरै दुःख गर्नुभयो र सबैले सुनिदिनु भयो। सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु। यी भइरहेका सबै कार्यक्रमहरूमा